किन यसो गर्छ छोरी? सानोतिनो झगडा त जसो गरे नि भइहाल्छ नि। किन यसरी घर छोडेर हिँड्ने कि त? सानोतिनो झगडा होइन आमा, ज्यान जोगाउनै गाह्रो छ त्यो घरमा। हेर दिदी, हुन र त मेरो दिदी होस्, तँलाई त्यति सम्झाउनु पर्छ जस्तो लाग्दैन। तर त्यसरी भागेर हिँडेर समस्याको समाधान हुन्छ जस्तो लाग्दैन दिदी। हेर भाइ, तैँले जुन कोखबाट जन्म लिइस् मैले पनि त्यही कोखबाट जन्म लिएको हो। त्यसैले तेरो जति अधिकार छ नि मेरो पनि त्यति नै अधिकार छ यो घरमा, बुझिस्? हेर छोरी, हामी छोरी मान्छे त बिहा गरेर अर्काको घर गइसकेपछि माइती घरको लागि त पाउन जस्तै हो छोरी मान्छे। जब मेरै श्रीमानबाट सुरक्षित हुँदिन, दिन रात उतै सहन नसकेर मलाई बुझ्ने कोही पनि नभए पनि मेरी आमा र मेरो भाइ त बुझ्ला नि भनेर आइक्यो। तर हजुरहरूको लागि म बोझ भयो होइन। उहाँहरूले त्यस्तो भन्न खोज्नु भएको होइन नि दिदी। यो समाजले हामी महिलाहरूलाई हेर्ने नजरै फरक छ। न त कसैसँग खुलेर हाँस्न नै सकिन्छ, न त रुन नै। चुप राख तिमी। मलाई जन्म दिने आमा, मसँगै हुर्केको भाइले त मलाई बुझ्न सकेन। तिमीहरूको लागि म बोझ भएकी रहेछु होइन? तिमीहरूको घरमा तिमीहरूमै बस। केही भन्नै हुन्न यसलाई, रिसाएर गइहाली। कहाँ गयो छोरी फेरि? बिन्दु, ए बिन्दु। जे भयो नि बाबु, म त्यसको के 2-4 शब्द भन्ने अधिकार छैन मसँग? 2-4 शब्द भन्दै बित्तिकै त्यो घर छोड जानुपर्छ त्यो? होइन, त्यत्रो आफू सामान भएको छोरालाई तपाईँले त्यसरी हातपात गर्न नहुने हुन्। यत्रो 1 हप्ता भइसक्यो घर छोडेको। कहाँ गयो होला, के खायो होला, कहाँ गएर बसेको होला? बाबा, अनि भेटिस् त तेरो दाइलाई? कुनै गाउँघरि कतै छैन दाइ। लाउन नि, कहाँ गयो होला मेरो छोरा? हेर्नु न, त्यो छोरालाई मात्र के होस् न, तपाईँलाई मैले माफ कहिले पनि गर्दिनँ। आमा, पुलिसमा रिपोर्ट दिए भेटिन्छ कि? सारा गाउँ नभेटेपछि पुलिस रिपोर्ट त गर्न पर्यो। ल तिम्रो चाव गाउँतिर खोज्दा म पुलिस रिपोर्ट गर्छु भाइ। ए, एउटा कुरा थाहा पाउनु भयो, बिन्दु त घर तल गरेर आइछिन अरे नि। ए त्यही त, घर खान सजिलो त कहाँ छ र? त्यही त पहिलेदेखि अल्छी थिएँ। हाम्रा छोरीहरू पनि छन् गाँठे, कतै कतै हुने कि भन्न पर्ने डर बाबु। आफै घर गरी खाना नसके हामीसँग किन रिसाएको? नमस्ते मालदाई, नमस्ते। नमस्ते नागर भाइ, कता हो त नि? म यस्तै ल बस बस। अनि कताबाट हो त नि लाउरे भाइ आज? यसो कता हुने नि मालदाई, उता बरमा दुश्मनसँग लडाइँमा कहिले हारिएन, यहाँ आफ्नो सन्तानसँग नसकिन्छ मालदाई। होइन, कता के भयो र? के हो नि मालदाई, छोरो लफङ्ग भएर हिँडिरहेको थियो। अब यसो गरेर नहिन् भनेर सम्झाउँदाखेरि घरै छोडे भागेछ। अब छोराहरू आएको 1 वर्ष भइसक्यो। अब गाउँ वरिपरि सबै खोजिए, कतै अटो लाग्यो होइन। होइन, के भएको न आजकलका केटाकेटी पनि शिष्य केही भन्नै हुन्न, घरै छोडेर हिँड्छन्। हामी ठिकै छ, केही कतै नभेटिएदेखि पुलिसमा रिपोर्ट गर्नु पर्ने। अनि घरबाट पनि पुलिस रिपोर्ट गर्नु जा भनेर पठाएका हुन्। अब तपाईँ जानी सुनि हुनुहुन्छ, त्यो जाम के भनेर आएको मालदाई? होइन, ठिकै छ नागर भाइ, उसले भन्छ भने नजानु प्रमाण। ल तैँले जाम मालदाई।
समस्याको समाधान हुन्छ त हिँड ल तिम्रो भाइलाई र आमालाई म सम्झाउँछु तैँले के गरेको बित्नु के गरौ काकी म आज म घर नकाटी बस्छु यस्तो कुरा पनि गर्छन् माथि मरेर समस्याको समाधान गर हामी त सङ्घर्ष गरेर हिँड्नुपर्छ। अनि यो संसारमा घर जग्गा भएर माइतीको शरणमा आए कि म मात्र हो र काकी कि हामीलाई जन्मघरमा बस्ने अधिकार छैन र हेर बिन्दु तँलाई तेरी आमा र भाइले तेरै हितको लागि भनेका हुन् तैँले यसलाई अन्यथा लिनु हुँदैन तर तैँले जुन आत्महत्याको बाटो रोजिस् नि त्यो कायरले मात्र गर्छन् बुझिस् ल हिँड तेरी आमालाई म सम्झाइदेऊला कहाँ गयो लिएकेटी जति भन्दा पनि नलाउने भयो यता खोज्दा नि छैन उता खोज्दा नि छैन कहाँ गयो नि त नि यो केटी के गर्नु र बिन्दुलाई उहाँ पासो लगाउने थिए धन्न हामीले बेला नदेखेर पो केही हुन पाएन तैँले के गरेको छोरी यस्तो यस्तो गर्न भन्दा एकचोटि आमालाई सम्झिनेस् मलाई माफ गरिदिनु आमा मैले आवेश भएर यस्तो गर्न पुगेँ अब यही बस्छु अनि हजुरको सेवा गर्छु आमा माल्दै अब रिपोर्ट लेखाइयो कि अब कतै गएर चिया सिया खानु हुन्छ यसो चिया खाएर खाउँला बिस्तारै जान्छ माल्दै पुलिसको मात्र के भर पर्नु यता बजारतिर यताउता कति छ कि अब यता खोजौँ न माल्दै त्यो कुरो पनि ठिकै हो अनि पुलिसको रिपोर्टले मात्र गर्नु अनि फोटो त छ नि फोटो छ नानी यहाँ के बन्छ नि दुईवटा चिया भनिदिनु न रातो बस्दै गर्नु न भाइ दुईटा चिया बनाइदिनु न माल्दै अब त बुढेसकाल पनि लाउनु लाग्यो छोराले सुख दिलाउनु भनेको बुढेसकालमा खोजिदिनु परेको छ के गर्ने माल्दै
छोरा त यहाँ पो छस् तँलाई बाटो पनि थाहै छ गरी बिसाउँछु घर गर्छु बिसाउने बित्तिकै त घर छोडेर हिँड्नुपर्छ छोरा त्यस्तो होइन बा म रिसाएर घर छोडेको होइन र तिमीप्रति मेरो मनमा कुनै गुनासो पनि छैन। तिमीले यसरी घर छोडेर हिँड्नु नहुने हो बाबु। ठिकै छ, ल ल अब घरतिर जानु होइन। होइन काका म घर जान्छु। म घर आमा रोएर आत्तिएर मर्लाई चाहिँ त जान्दा हुन्छस् हिँडखुर्का घर तब म सुती सुती खुवाउँछु। मेरो पिर गर्नु पर्दैन बाबा, मेरो जिम्मेवारी मैले बुझिसकेँ। अब म मान्छे बनेर मात्रै घर फर्किन्छु। घर जाऊ बाहिर। तँलाई यस्तो हालत छोडेर कसरी जाऊँ छोरा? अब तँलाई मैले कहिले गाली गर्दिनँ। जब म तिम्रो अगाडि दिन लायक बन्छु अनि आफै म घर आउँछु। अहिले तिमी घर जाऊ बा। मैले बा बाबालाई लगेर घर जानुहोस्। आमालाई पनि छोरो काममा लागेको छ, पछि समय मिलेर आउँछु भन्दिनु है। माल्दै छोरो त जान्छ भन्छु क्या नि हो ठिकै छ ल बाबु।